हाई गाइज, आजको गाउँले जीवन चाहिँ कस्तो होला त अन्तिमसम्म भिडियो हेर्न चाहिँ नभुल्नु होला। आज बिहानै पाडाहरू चराउनको लागि यो चौरतिर मजासँग हिँडिरहेका थिए तिनीहरू चाहिँ। एउटालाई डोराएको त अरू भने मजासँग बिस्तारै बिस्तारै आइरहेका थिए। उनीहरू पनि मजासँग चढिरहेका थिए, म भने मजासँग भिडियो बनाएर सुतिरहेको थिएँ मजासँग। केही समयपछि घरतिर जानु पर्यो किनकि एकदमै धेरै गर्मी भइरहेको थियो। थोरै पानी भएको ठाउँमा मजासँग भैँसीहरू बस्न थाले। आकाशबाट राम्रोसँग पानी पनि आएको छैन अनि खोला पनि बगेको छैन। थोरै पानी भएको ठाउँमा बसिरहेका थिए। त्यसपछि मैले घरतिर लगेँ। आकाशबाट पानी पर्ला भनेको त तर घाम भने एकदमै धेरै टल्किएको थियो। घरमा आइसकेपछि साना पाठाहरू चराउन थाले। बर्यो र आँसी लगेर म लागे फेरि बन्सो काट्न। मकैमा हुने यो बन्सो भने 1-2 महिना मजासँग धान्छ। भैँसीहरूको लागि फेरि दोगाटो पलाइहाल्छ। एक ठाउँबाट काट्दै गयो अर्को ठाउँबाट फेरि पलाउँदै पलाउँदै सुरु हुन्छ। बारीमा भने पुरै घिरौला जागेको हुन्छ तर घिरौलालाई मजासँग काटेर घाँस बनाइन्छ। घाँस काट्दै गर्दा 2-3 भारी पनि घाँस काटियो। बारीको ढिकमा भारी बनाएपछि ढकल्नु पनि पर्दैन फेरि। आजको भिडियो भने यतिमै समाप्त हुन्छ। अनि तपाईलाई गाउँको जीवन कस्तो लाग्छ कमेन्ट बक्समा लेख्न नभुल्नु होला।